बालेन शाहलाई प्रधानमन्त्री बन्नबाट अब कसैले पनि रोक्न सक्दैन। अब फुलमाला लिएर तयारी अवस्थामा बसे हुन्छ बालेन शाहलाई स्वागत गर्नको लागि। किनभने अहिलेसम्म बालेन शाहले 52,000 मत पाउँदाखेरि चाहिँ अध्यक्ष केपी शर्मा ओलीले चाहिँ जम्मा 14,000 पाएका छन्। अब जति पनि गनिन्छ ती सबै मत केपी शर्मा ओलीकै पक्षमा आए तापनि अब बालेन शाहले हराउन भने उनले कदापि सक्दैनन्। किनभने बालेन शाह चाहिँ धेरै अगाडि पुगिसके। त्यसो त बालेन शाहको बारेमा केपी शर्मा ओलीले केही समय पहिला मात्रै भनेका थिए, कस्ता कस्ता कागज झिना मसिना मसँग चुनाव लड्न आउने, यसपालि चाहिँ मैले नै जित्ने हो, मैले नै प्रधानमन्त्री बन्ने हो भनेर उनले बताएका थिए। वास्तवमै केपी शर्मा ओलीको अहङ्कार र घमण्डले गर्दा उनी आफू त सकिए अब आफ्नो पार्टीलाई समेत सकाए। अब बालेन शाहले चाहिँ झापा 5बाट जित्ने चाहिँ कुनै पनि शङ्का छैन, यो चाहिँ कन्फर्म भइसक्यो। अब सिर्फ फुलमाला लिएर बालेन शाहले प्रधानमन्त्रीको पदमा चाहिँ स्वीकार्न अथवा सम्मान गर्नको लागि फुलमाला लिएर तयारी अवस्थामा बसे भइहाल्छ।